रश्मि पनेरू र योगेश ब्रदरको विषयमा चाहिँ धेरैजनाले बोल्नुहोस् न भनेर यति धेरै मेसेज गरिसक्नुभयो। त्यो भएर म फाइनली म न्यायाधीश चाहिँ होइन, तर केही शब्द मलाई लागेको बोल्दैछु। अनि मैले चाहिँ सहयोग गर्नको लागि अनि यो फेसबुक आइडी राखेको छु। सबैजना जतिजना योगेश ब्रदरलाई सहयोग गर्न चाहनुहुन्छ भने यतातिर जोडिनु होला। अब फाइनली म कसको पक्षमा छु भन्ने कुरा त बुझिहाल्नुभयो, तर कानुनभन्दा सबैभन्दा ठुलो चाहिँ कोही पनि छैन। मैले त्यति बेला पनि भनेको थिएँ, म कोही एकजना व्यक्तिको पक्षमा थिइनँ, म चाहिँ सत्यको पक्षमा थिएँ सधैँ। अनि अहिले चाहिँ मलाई रियलाइज भयो कि योगेश मान्छे सही छ। त्यति बेलामा चाहिँ धेरैजनाले रश्मिलाई चरित्रहीनको अर्थ लाउनु भएको थियो। त्यो चाहिँ कानुनमा लाने हो भने, कानुनको नजरमा हेर्ने भने त्यो चाहिँ सरासर गलत छ। त्यो भएको हिसाबले चाहिँ मैले पहिला पनि भने ठमेलमा 500 रुपियाँमा आफ्नो शरीर बेच्नेलाई पनि चरित्रहीन भन्न मिल्दैन भनेर भने। अब अन्तिम अन्ततः कानुनी लडाइँ लड्नुपर्ने बेला भएको छ। त्यो हिसाबले गर्दाखेरि योगेशलाई हामीले धेरै ठुलो न्याय त दिन सकिँदैन होला, तर ऊ अन्यायमा परेको छ र उसलाई चाहिँ कानुनसँग लड्नको निमित्त मलाई लाग्छ यो कानुनले उसलाई पक्कै पनि अन्याय गर्ने छैन। र हाम्रो पहिलो माग भनेको त्यो रश्मि भन्नेलाई चाहिँ हामीले नेपाल झिकाउनु पर्ने हुन्छ। ऊ अमेरिकामा बसेर अरू कसैलाई अर्डर दिएर अमेरिकाबाट चाहिँ होइन यहाँ नेपालमा मुद्दा लडाउन यो चाहिँ त्यति सजिलै मन्जुर छैन र यो कसैले पनि मानिँदैन पनि। त्यो हिसाबले चाहिँ उसलाई योगेशले चाहिँ त्यहाँसम्म पुर्याएको, त्यो औकातको बनाएको चाहिँ योगेशले रहेछ। त्यो हिसाबले गर्दाखेरि हामी सबै योगेशको पक्षमा हुनुपर्ने हुन्छ होइन। खैर मुद्दा जसले जित्छ। अहिलेको हिसाबमा हेर्दाखेरि चाहिँ योगेश नै बढी पीडामा देखिन्छ, किनकि उसले आफ्नो घर जग्गा जमिन सबै कुरा चाहिँ धितो राखेर चाहिँ उसलाई अमेरिकामा बसेर त्यो अहिलेको त्यो किसिमको चाहिँ लेभेज लाइफस्टाइल चाहिँ बाँच्न हिँड्न चाहिँ योगेशको धेरै ठुलो योगदान देखिन्छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ योगेशलाई चाहिँ अन्याय परेको देखिन्छ सरासरी हेर्दा। त्यो भएको हिसाबले त्यो महिला जो छ उसलाई चाहिँ नेपाल झिकाउनु पर्ने हुन्छ। र अहिलेको अवस्थामा चाहिँ योगेशलाई चाहिँ हिम्मत नहार्न, किनकि न्याय मरेको छैन। कोही चाहिँ छोरी मान्छेको पक्षमा बोल्यो भन्दैमा न्याय अन्याय कानुनले हिसाब किताब गर्छ, तर सरासरी चिम्लेर यसो सोच्दाखेरि चाहिँ योगेश अन्यायमा बढी परेको देखिन्छ। यदि उसलाई अंश चाहिन्छ भने जति पनि योगेशले खर्च गरेको छ, उसको लागि लगानी गरेको छ, ऋण धन जे जति छ सबै ऋण तिरिसक्नु पर्यो त्यो छोरी मान्छेले। त्यस पछाडि सबैजनाले चाहिँ उसले लागेको ऋण जति सबै उसले तिर्दिनु पर्यो। त्यस पछाडि भनेको चाहिँ बाँकी रहेको कुरा अंश के कति दिनुपर्ने भन्ने कुरो त्यो कानुन स्वतः रूपले छुट्याउने छ। अंश पाइन्छ, नपाउने होइन, तर उसले लगाइदिएको ऋण त तिर्नु पर्यो नि त। सो त्यो हिसाबले गर्दाखेरि अहिले अरू बाँकी लेखाजोखा भनेको अदालतले गर्छ, तर अहिलेको हिसाबमा चाहिँ हामीले योगेशलाई अदालतको प्रोसेसमा जानको लागि पनि केही आर्थिक सहयोग चाहिने भएको हुनाले चाहिँ योगेशले पनि अपिल गर्नुभएको छ, मैले पनि अपिल गरेँ। अब फेसबुक टिकटकमा चाहिँ क्युआर कोडहरू सबै कुरा हाल्न नमिल्ने रहेछ। मैले फेसबुक आइडीमा राख्नेछु होइन, हाम्रो तर्फबाट खड्का सरकारको हाम्रो साइडबाट जसले योगेशलाई माया गर्नुहुनेछ उहाँहरूले चाहिँ कृपया मलाई डाइरेक्ट सम्पर्कमा आउनु होला। तपाईँको नाम ठेगाना तपाईँले पठाउनु भएको रकम छ त्यो सबै हामीले सार्वजनिक गरेर नै एकदम ट्रान्सपेरेन्ट रूपमा नै सहयोग गर्न चाहन्छौँ योगेशलाई होइन। जे जति रकम हुन्छ उठेको हुन्छ हामी एकदम ट्रान्सपेरेन्ट रूपमा नै सहयोग गर्छौँ। त्यो हिसाबले चाहिँ सबैजना यता फेसबुकतिर जोडिदिनु होला है त। हामी सबैजना मिलेर उसलाई चाहिँ यो अवस्थाबाट बाहिर निकाल्नलाई कानुनलाई पनि सहयोग गर्नुपर्ने हुन्छ। सबैजना जोडिनु होला है त।